हामी चाहिँ आज कहाँ जान लाग्छौँ रे करे खोला जान लाग्छौँ। यो भाइ छ एउटा यहीँ देख्न सक्नुहुन्छ। यो भाइ छ। यिनी भाइहरू चाहिँ घरबाट भागेर उता हेर्नु न हामीलाई देखेर त्यो कुकुरनी भुकिरहेछ। ल गाई कहाँ गएर यता यो ठाउँको धुलियाबिल भन्ने ठाउँ आइसकेका छौँ। गाई देख्न सक्नुहुन्छ। अनि यस्तो छ यहाँको पिच रोड। यहाँको वातावरण हामी चाहिँ यहाँबाट सिधा तल जान्छौँ। यहाँबाट काठमाडौँ, पोखरा, सल्यान, जाजरकोट त्यहाँतिर जाने गाडीहरू आउँछन्। यो हेर्न सक्नुहुन्छ। ल गाडी माथि गाडी ल्याइरहेछ। ल गाडी माथि गाडी ल्याइरहेछ। त्यस्तै हामी जाने चाहिँ उता त्यो डाँडा उता यता तलपट्टि हो। देख्न सक्नुहुन्छ हाम्रो यो त्यस्तो आउनु नगर्नु हो भने यो चाहिँ पोर्चुगलको फ्यान, यो चाहिँ ब्राजिलको फ्यान र लेसको हामी तल पुलमा भेट्नेछौँ। बाई बाई गरेर हेर्न सक्नुहुन्छ। यहाँबाट तलबाट गएपछि यहाँ झुल्का गइन्छ। यता पछाडिको भ्यू हेर्न सक्नुहुन्छ। क्या बवाल छ है। जङ्गल हेर्नु न त्यहाँ जङ्गल कति बवाल छ है जङ्गल। हरियाले हामी चाहिँ यहाँ पुगिसकेका छौँ। यो जङ्गलमा पुगिसकेका छौँ। यो जङ्गलको नाम करे खोला जङ्गल। हामी चाहिँ तल खोला जङ्गल हामी चाहिँ जाँदैछौँ। तल देख्न सक्नुहुन्छ। तल पुल जस्तो देखिन्छ नि त हो। हामी जान लागि यहाँबाट यहाँभित्र जान्छौँ। अहिले चाहिँ त्यहाँ हामी यता माथि डाँडामा छौँ। त्यो भाइ त्यहाँ गइरहेछ। त्यो भाइको गाली गर्छन् अरे। त्यही भएर हामी देख्न सक्नुहुन्छ गाइस। हामी एकछिन नुहाएको नि देखाउँछु करे खोलामा कसरी नुहाउँछौँ भनेर। झुम्रो जाने चाहिँ उताबाट हो। अहिले चाहिँ हामी यहाँ करे खोला पुगिसकेको छौँ। हेर्न सक्नुहुन्छ। यहाँ यस्तो छ खोला, यस्तो छ हेर्न सक्नुहुन्छ। आज चाहिँ अस्तिको भन्दा विशेष ठुलो छ किनकि आज हिजो पानी परेको थियो। त्यही भएर हामी चाहिँ एकछिनमा नुहाउँछौँ। देख्न सक्नुहुन्छ। अस्ति कत्रो थियो आज कत्रो छ। लेट्स गो। एकछिनमा हामी नुहाउन जान्छौँ। त्यस्तै यो ल हामीलाई हजुरलाई सबैले युट्युब च्यानलमा गएर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला। युट्युब च्यानलको नाम त रहेको छ कर्णजन साउथ। लेट्स गो। पुगिसकेका छौँ हामी चाहिँ। ठुलो छ ताल देख्न सक्नुहुन्छ गाइस। खोला हामी चाहिँ नुहाउँछौँ एकछिनमा। ल हान त लेट्स गो। टाटा बाई बाई। हामी एकछिनमा भेट्छौँ। यहाँ यो खोलामा नुहाएर हामी चाहिँ अब कोठा जान लागेको। हेर्न सक्नुहुन्छ। अस्तिको भन्दा ठुलो छ खोला। जान्छौँ हामी। त्यहाँ तिर्खानी लागेको छ। पानी खान्छौँ एकछिन। पछि हेर्नु नि हालत तिर्खा लागेर चाहिँ हामी बिचमा आउँदा तिर्खा लागेर पानी खान गइरहेछौँ। खै अस्ति त थियो पानी आज चाहिँ छ कि छैन एकछिनमा देख्न सक्नु भइहाल्छ। हेर्नु पसिनाको हालत गर्मी यस्तो छ। त्यो पछाडि टिप्पर हेर्नु न हाम्रो हालत यस्तो छ पछाडिको टिप्परलाई। यो ट्रकलाई लिफ्ट माग्ने कुरो भइरहेछ। के हुन्छ हेरौँ कतिजना छन्। त्यसरी भाइहरू सोध्ने भन्ने भइरहेछ। के हुन्छ त्यो अनुसारको प्रतिक्रिया दिँदै गरौँ ल। ल है ट्रक पछाडि आउँदैछ। लेट्स गो। हामीले लिफ्ट पाएको थिएनौँ। अहिले फाइनली लिफ्ट पुगेका छौँ। यो हेर्न सक्नुहुन्छ। हामीले के हो अरे यो लिफ्ट हाय हाय इतना सुकून मेरे दिल